स्कुल छुट्टी भइसक्दा पनि 4-5 जना विद्यार्थीहरू चाहिँ बसिराखेका छन् ह्यान्डराइटिङ क्लासमा। यहाँ अ क्विक ब्राउन फक्स जम्प ओभर द लेजी डग, जसमा चाहिँ एदेखि जेडसम्मको सबै अल्फाबेटहरू छ, त्यो लेखाइदिइराखेको छु। ह्यान्डराइटिङ गरिराखेका छन् यिनीहरूले। 1 पेज ह्यान्डराइटिङ गरेपछि घर जान्छन्। कति धेरैका आजै नै ह्यान्डराइटिङमा सुधार देखिसकेको छ हैन। यहाँ हेर्न सक्नुहुन्छ कति राम्रो ह्यान्डराइटिङ लेखेको। तिम्रो नाम भन त भाइ। सरुण रोका हो तिमी? ल, सरुण रोकाको ह्यान्डराइटिङ एकदम राम्रो भइसक्यो। अनि हाम्रो आरबीजीको पनि ह्यान्डराइटिङ सुध्रिँदै आइसकेको छ। नोर्साङको राम्रै छ। सबै भाइ बहिनीहरूको ह्यान्डराइटिङ राम्रो हुँदै गइसक्यो। अनुसले पनि सकाइसक्यो। सकायो अनुस? फेरि 1 पेज लेख्ने ल। हस्, कति ज्ञानी भइसक्यो अनुस पनि। ल, एकदम राम्रो भयो, राम्रो लेखाएको छ अनुसले पनि। गुड दिन्छु ल जी, ओडी गुड। ल, फेरि 1 पेज गर ल है। ल, 1 पेज गर। अब 1 पेज गर्ने अनि त्यसपछि जाने। तिम्रो पनि लगभग ठिक छ, तर एम चाहिँ तिमीले धेरै सानो लेख्यौ। यो एम हो र है। एम अलि ठुलो लेख्ने, डब्लु जत्रो लेख न एम। यसरी अलि ठुलो लेख न एम। बुझ्यो? बुझ्दैन? ल, अब 1 पेज गर्ने अनि त्यसपछि घर जाने। अर्पणले पनि ह्यान्डराइटिङ सुधारिराखेको छ। होइन, यही सार्ने फेरि। अ क्विक ब्राउन फक्स जम्प ओभर द लेजी डग। यिनीहरूको चाहिँ ह्यान्डराइटिङको चाहिँ आज पहिलो क्लास हो। मैले सिकाइरहेको छु ह्यान्डराइटिङ अलिअलि। कति राम्रो बनाइसकेको छन्। डब्लु ठुलो भयो है, स्मल लेटर डब्लु लेख्ने। तिम्रो नाम के हो अरे? सृष्टि विक। तिम्रो दिपिक्षा कि दिप्सिका? दिप्सिका लुङबा बोलोन बोमजन हो। ल, दिप्सिका बोमजनको पनि ह्यान्डराइटिङ चाहिँ एकदम राम्रो छ। पहिला पनि राम्रो थियो ह्यान्डराइटिङ। के तिम्रो के ठुलो भयो कि? यहाँ हेर न, के चाहिँ यो क्यापिटल लेटर के लेख्ने होइन, स्मल लेटर के लेख्ने। यो के भनेको क्यापिटल के भयो, यो के भयो क्यापिटल लेटर के भयो। अनि स्मल लेटर के चाहिँ यहाँबाट यसरी तान्ने, 4 लाइन कपीमा यसरी गर्ने। यो स्मल लेटर, स्मल अल्फाबेट, यो क्यापिटल है। बुझ्यो? ल, बनाऊ, राम्रोसँग बनाऊ। ल, फिनिस। यहाँ एकजना भाइले पनि सकाइसकेको छ। ओके, ल, फेरि एकचोटि गर। अब एकचोटि गर्ने अनि घर जाने। अनि घर गएर के भन्नुहुन्छ त? ह्यान्डराइटिङ गरेर आएको भन्नुहुन्छ? है, तिमीहरूको ह्यान्डराइटिङ राम्रो नभएसम्म बेलुका म आधी घन्टा डेली राख्छु। फेरि बिगारिसक्यो है। अघि राम्रो भएको ह्यान्डराइटिङ फेरि बिगारिसकेको छ। अलि राम्रो बनाएर लेख। अर्पणको पनि अलि राम्रो बनाऊ। ल, भोलि आउँदा भोलिबाट चाहिँ ह्यान्डराइटिङ एकदम खतरा ह्यान्डराइटिङ हुनुपर्छ सबैको। ह्यान्डराइटिङ राम्रो नभएसम्म त राख्छु नि त। अब हुन्छ। ल, फेरि लेख ल 1 पेज। यही सार ल। आज यही सार्ने। भोलिबाट चाहिँ अर्को पनि एबिसिडीहरू पनि लेख्न सिक्ने हामीले। अल्फाबेटहरू कसरी लेख्दा राम्रो देख्छ त्यो पनि लेख्न सिक्ने। अनि आज चाहिँ यति मात्रै गर्ने। हजुर, पछि भएपछि हामी नेपाली पनि सिक्छौँ ल। नेपाली पनि हामी यही 4 लाइनवाला कपीमै लेख्ने है। 4 लाइनवाला कपीमा लेख्यो भने सबै एउटै साइजको लेख्छ। अनि एउटै साइजको लेख्दाखेरि ह्यान्डराइटिङ राम्रो देख्छ। त्यो कारणले ल, आजको लागि यति नै।